लागु औषध दुर्व्यसनमा फँसेका युवाहरूलाई नयाँ जीवन दिने निस्वार्थ भावनाले कञ्चनपुरमा सञ्चालन गरिएको सहारा पुनर्स्थापना केन्द्रले कुलतमा फँसेका युवाहरूलाई पुनर्स्थापना गर्दै समाजमा सम्मानजनक जीवनयापनको बाटोमा अघि बढाउँदै लगेको छ। खुला सिमाना, बढ्दो बेरोजगारी र खराब साथीभाइसँगको सङ्गतका कारण कञ्चनपुरमा लागु औषध प्रयोगकर्ताहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ। यस सहारा पुनर्स्थापना केन्द्रले कुलतमा फँसेका युवाहरूलाई मानसिक स्वास्थ्य परामर्श, उपचार तथा पुनर्स्थापनाको कार्य गर्न थालेपछि अहिले युवाहरू सामान्य जीवनतर्फ अग्रसर हुन थालेका छन्। यस केन्द्रबाट उपचार र परामर्श पाएपछि विगतमा कुलतमा फँसेका युवाहरू अहिले पुनर्स्थापित भई आफ्नो पेसा व्यवसायमा फर्किएर घर परिवारमा सम्मानजनक जीवन बिताइरहेका छन्। विगतमा चाहिँ म पनि एउटा कुलतमा फँसेको युवा केटा नै हो हैन। धेरै कुराहरू मेरो परिवारले जिम्मेवारी दिएको कुराहरू मैले चाहिँ कहिले नि बुझेन, कहिले नि हैन एक्सेप्ट गरेन। आफ्नो घर परिवारको सपोर्टहरूलाई चाहिँ कहिले पनि इग्नोर नै गरेँ हैन। आफ्नो एउटा गलत बाटोमा लागेँ, एउटा गलत चिजहरू चुज गरेँ। म पनि तपाईँको विगतमा 2 चोटि 3 चोटि चाहिँ सुधार केन्द्र बसेको युवा केटा नै हो है। लास्टमा चाहिँ अप्सनमा चाहिँ एउटा हैन सुधार केन्द्रबाट नै उठेको म पनि हो। अहिले चाहिँ मेरो 5 वर्ष रनिङ भइसकेको छ है। एउटा बिना नसा, बिना ड्रग्स हैन, बिना एल्कोहल एउटा बाँच्न सकिन्छ भन्ने चाहिँ म भित्र एउटा प्रेरणा आयो हैन। एउटा आफूभित्र सेल्फ कन्फिडेन्टहरू आयो। त्यो हिसाबले चाहिँ आज म पनि 5 वर्ष चाहिँ आफू हैन नसाबाट टाढा राखेर हैन एउटा व्यवसाय चलाएर चाहिँ म पनि अहिले तपाईँहरूको अगाडि उभिएको छु हैन। यस्तै म पनि पहिला तपाईँको यो सहारा पुनर्स्थापना केन्द्रबाट चाहिँ हैन एउटा उठेको युवा केटा नै हो। मैले चाहिँ अब त्यहाँ धेरै कुराहरू सिकेँ हैन। एउटा डिसिप्लिन सिकेँ हैन। एउटा सुधार भनेको खालि एउटा नसा छोड्नु मात्रै सुधार होइन के हैन। आफ्नो हरेक चिजलाई बदल्नु नै सुधार हो। एउटा नसा मात्रै छोड्नु, मान्छेको धेरै कुराहरू बानीहरूको नराम्रो हुन्छन् हैन, त्यो मात्रै सुधार होइन। हरेक कुराबाट सुध्रिनु नै भनेको सुधार हो। सबभन्दा पहिला कुरा चाहिँ हैन नसा चाहिँ नगरिदिनुहोस् है। किनकि तपाईँको परिवारले, तपाईँको हैन इष्टमित्रले अहिले पनि तपाईँले त्यही माया गर्छन् हैन, त्यही नै एक्सेप्ट गरेको छन् हैन, तपाईँले त्यही साथ सपोर्ट दिएको छन् हैन। त्यो चाहिँ नगरिदिनुहोस् हैन। एउटा आफूलाई पनि त्यो बाटोमा नलाग्नुहोस्, अरूको लयमा नलाग्नुहोस् हैन, अरूको कुरा नसुनिदिनुहोस् हैन। घर परिवारको कुरा सुनेर आफूलाई अगाडि बढाउन चाहिँ कोसिस गर्नुहोस्। विगतका दिनहरूमा कुलतमा फँसेर आफ्नो परिवारप्रतिको जिम्मेवारी बिर्सेका युवाहरू समेत यस सहारा पुनर्स्थापना केन्द्रमा आएपछि पश्चाताप गर्दै अरूलाई समेत कुलतमा नफस्न अनुरोध गर्न थालेका छन्। विगतमा आफूले गरेको गल्तीलाई नदोहोर्याउने प्रतिबद्धतासहित घर परिवारको जिम्मेवारी सहित समाजमा सम्मानजनक ढङ्गले जीवन बिताउने अठोट समेत यस सहारा पुनर्स्थापना केन्द्रबाट उपचार तथा परामर्श पाएका युवाहरूले गर्दै आएका छन्। म पहिला धेरै नसा गर्ने मान्छे हो हैन। एउटा जिम्मेवार मान्छे पनि हुँ, विवाह गरेको व्यक्ति होइन, छोरा पनि छ हैन। त्यो म के गर्थेँ भने चाहिँ म पैसा कमाउँथेँ, पैसा टन्नाउँथेँ, आफ्नो खर्च गरेँ, यताउता आफ्नो जिम्मेवारीबाट भाग्या मान्छे थिएँ कि म। विदेशको पनि चान्स आयो, त्यो मेरो नसाले गर्दा पनि विदेश जान पनि टुटेको मेरो बिचमा। फेरि यसो मम्मीहरूले, यता मेरो ससुरहरूले, सबले परिवारले भने यता सुधार केन्द्र छ हैन, त्यहाँ जाऊ, यताउता मान्छेहरू जान्थे हैन। मेरो गाउँमा 2 जना पनि गए छन्। मैले पनि जान्छु त फेरि सुधार केन्द्रमा मलाई पठाइदिनु भयो हैन। यहाँ आएँ पहिला 1-2 दिन त अलि कहाँ आयो कसो आयो भनेर भयो कि पछि आस्ते आस्ते कुरा बुझ्नु जाँदा मैले त ठिक ठाउँमा आएर रहेछु यताउता भने अलि मेरो शरीरमा पनि पुरा सुधार भयो। पुरा खाना नसक्ने भए हैन। बिहानबाट साँझसम्म रक्सी मात्र खान्थेँ कि घर। 7 दिनसम्म रक्सी, लगातार रक्सीले पुरा बेहोसै जस्तो भइरहेको थियो। सरल जानुभयो, लिएर दबाई पानी डक्टर बोलायो, यताउता गऱ्यो हैन। 6-7वटा जसको लागि सलाइन पानी चढायो, ग्लुकोज चढायो, दबाई गऱ्यो मेरो हैन। 1-2 जना त मलाई मेरो ध्यान राख्ने मान्छे राखेको थियो हैन। त्यो मैले पछि यहाँ आएर फिल भयो म त कहाँबाट कहाँसम्म नसाले मलाई कहाँबाट कहाँसम्म पुर्याएर रहेछ भनेर के। फेरि आस्ते आस्ते यो क्लास लिन लागे हैन। सरहरू आउँथे, इनपुट क्लास आउटपुट क्लास सब पढेर बुझ्न थालेँ। आफ्नो इन्भेन्ट्री लेख्ने साझा हैन। सब क्लासहरू लिँदा यस्तो लाग्यो कि यार म त धेरै ठुलो दुर्व्यसनी रहेछु कि। पहिला मलाई यस्तो लाग्छ कि म त पैसा कमाउन लाग्छु 40-50 हजार महिनाको कमाउँथेँ सर म इन्डियामा हैन। मैले पैसा कमाउन लाग्छु, म कसैको बाउ खाँदै छैन हैन। म आफ्नो पैसाले खाँदैछु, अरू सब गलत हुन्, म मात्र सही हो भन्थेँ कि सर।
फेरि यहाँ आएर थाहा भयो यार सब होइन हे यो त म आफू जो सोचिरहेको थिएँ त्यो धेरै गलत कुरा रहेछ भने अब यहाँ रिकभरीमा रहनुपर्छ होइन सरहरूले पनि धेरै कुरा सिकाए हुन्छन् यो बाटो नजानु यो बाटो जानु होइन अब गएर राम्रो गर्नुपर्छ म परिवारलाई हेर्नुपर्छ होइन आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ त्यो पनि धेरै कुरा सिकेँ सर यहाँ आएर होइन अब कोही कस्तै हुन्छन् कोही कस्तै हुन्छन् तर यस्तो हो कि यो आफ्नो गल्ती जानिने ठाउँ रहेछ कि म यहाँबाट गएर त पहिला यो आफ्नो मनलाई अटुट बनाएर अबबाट यो नसातिर जाँदैन भन्ने एउटा ऊ हुन्छ यहाँको पढेको कुराहरू हुन्छ होइन त्यो इन्भेन्ट्रीमा हामी सब लेख्छौँ होइन त्यो कुरालाई फलो गर्ने एनएलाई फलो गर्ने होइन किप इन टचमा रहने यहाँ आउँदै गर्ने होइन बस्नेहरू आफ्नो डे केयरमा पनि आउन सकिन्छ यहाँ होइन दिनमा त्यही कुरा ध्यान राखेर आफ्नो म परिवार छ मैले नसा गरेर यस्तो यस्तो हुने रहेछ यहाँ आएर थाहा पाएँ भनेर हामीले सोच्नुपर्छ होइन आफ्नो मनलाई अटुट गरेर बस अगाडि बढ्नुपर्छ नसातिर नलागेर राम्रो कामतिर अगाडि बढ्नुपर्छ अबका युवालाई यो भन्छु भनेपछि अब हामीहरू त सर मलाई 34-25 वर्ष भइहाल्यो होइन तपाईँहरू त खलिलो उमेरको मान्छे होइन अब भविष्यको कर्णधार हुनु होइन यो तिर त लाग्दै नहुनु कसैको लयमा पनि नपर्नु कोही त मान्छे हुन्छ नि बिगार्न खोज्ने यताउता केही त्यस्तो कुरा नलाग्नु होला आफ्नो भविष्य बनाउने नसातिर त कतै नै हेर्दै नहिँड्नु त्यही भन्न चाहन्छु होइन लागु औषधका कारण युवाहरूको भविष्य नै अन्धकारमा जान थालेपछि विगतमा आफू पनि लागु औषधको कुलतमा फसेर नयाँ जीवनको सुरुवात गरेका एकजना युवा आनन्द शाहले 2077 सालमा युवाहरूलाई नयाँ जीवन दिन सकिन्छ कि भन्ने निस्वार्थ भावनाले सहारा पुनर्स्थापना केन्द्रको सुरुवात गरेपछि अहिले लक्ष्य अनुसारको काम समेत भएको छ। हाल यस सहारा पुनर्स्थापना केन्द्रले करिब 800 युवाहरूलाई परामर्श दिई पुनर्स्थापना गरिसकेको छ। सरकारले लागु औषध प्रयोगकर्ताहरूलाई कानुनी प्रक्रियामा ल्याउने प्रयास बाहेक पुनर्स्थापनाका लागि कुनै प्रयास नगरेको अवस्थामा निजी क्षेत्रबाट सञ्चालन गरिएको सहारा पुनर्स्थापना केन्द्र दुर्व्यसनमा फसेका युवाहरूको लागि वरदान साबित भएको छ। यो संस्था चाहिँ भीमदत्त नगरपालिकामा चाहिँ 2077 कार्तिकको 22 गते हामीले जिल्ला प्रशासनबाट चाहिँ स्वीकृति लिएको। यो संस्था मैले भीमदत्त नगरपालिकामा स्थापना गर्नुको एउटा मूल उद्देश्य के हो भनेपछि त्यो टाइममा यता एकदमै बिगबिगी थियो हजुर लागु औषधको एउटा हाम्रो भूगोलको यो तरिकाहरूले गर्दाखेरि पनि एकदमै बिगबिगी थियो र यो क्षेत्रमा कुनै सुधार केन्द्रहरू थिएन। अनि त्यसले गर्दाखेरि यो ठाउँमा चाहिँ गर्नुपर्छ किनभने म पनि मेरो ब्याकग्राउन्ड पनि म पनि त्यही दलदलबाट निस्केको हजुर कहिले 13 वर्ष भयो र यो दौरानमा मैले भोगेको पीडाहरू कसैको घरमा अरूले नभोगोस् कोही भाइ बहिनीहरूले नभोगोस् भन्ने उद्देश्यको साथमा चाहिँ आफूले सक्दो म चाहिँ केही कुराहरू कन्ट्रिब्युट गर्छु भनेर नै यो स्थापना गरेको। लगभग 5 वर्षको दौरानमा चाहिँ अराउन्ड 700-800 जनाले चाहिँ ट्रिटमेन्ट लिइसकेको होला हजुरको। अनि त्यसमध्ये जो व्यक्तिहरू ट्रिटमेन्ट लिएर जानुभयो त्यसमध्ये अब सबैजना त कन्ट्याक्टमा हुनुहुन्न तर त्यसमध्ये केही भाइहरू चाहिँ कन्ट्याक्टमा हुनुहुन्छ नियमित रूपले चाहिँ उहाँहरू साँझ बिहान चाहिँ आउने भेटघाट गर्ने के कहिलेकाहीँ यहीँ पनि बस्ने 10-12 जना चाहिँ नियमित रूपमा टचमा हुनुहुन्छ र कोहीहरू चाहिँ अब उनीहरूको फ्यामिलीसँग पछि बुझ्दाखेरि चाहिँ अहिले ठिक छ भन्ने कुराहरू गर्नुहुन्छ उहाँहरूले जस आफ्नो डेली लाइफ चाहिँ मजाले यापन गरिरहनु भएको छ उहाँहरूले। अहिले हामीसँग अन्डर ट्रिटमेन्टमा चाहिँ 27 जना छ अन्डर ट्रिटमेन्टमा चाहिँ अरू त्यस्तो अब आउट हाउसहरू मिलाएर टोटल अराउन्ड 40 जना होला। अब हाम्रो ट्रिटमेन्टको प्रक्रिया चाहिँ अब सुरुमा हामीले कसैलाई ल्याइसकेपछि कुनै व्यक्ति घरबाट इन्फर्म गरिसकेपछि हामीले उपचारमा ल्याइसकेपछि उहाँलाई चाहिँ अब सुरुमा चाहिँ अब 10-15 दिन उहाँको हेल्थ कन्डिसनलाई हेरेर उहाँलाई रेस्टमा राखिन्छ। 10-15 दिन उहाँको सिक्स बनाएर कसैलाई एकदमै टेक केयर राख्नुपर्ने हुन्छ उसको लागि। अनि त्यसपछि हजुरको फल्ली फ्रेस भइसकेपछि बल्ल उसलाई हामीले क्लासमा सेसनमा राख्ने हो। अब सेसनहरू हाम्रो के छ भने हजुरको बिहान अब 6 बजे वेकअप टाइम हो योगा मेडिटेसनहरू हुने भयो। त्यसरी हाम्रो दिनचर्या चाहिँ 45 मिनटको 50 मिनटको सेसनहरू छ हजुर। अब खाना 11 बजे हुन्छ खाना भइसकेपछि 1-1.5 घन्टा रेस्ट हुन्छ। त्यस पछाडि चाहिँ नियमित रूपले क्लासहरू हुने हो र पहिलो महिना हाम्रो 4 महिनाको चाहिँ कोर्स हो कम्पलसरी चाहिँ 4 महिनाको। त्यस पछाडि चाहिँ उसको बिहेभियरहरू हरेक कुराहरू हेरेर कोही 1 वर्ष कोही 1.5 वर्ष 2 वर्ष पनि बस्ने भाइहरू छन् यहाँ। र पहिलो महिनामा चाहिँ हामीले उहाँको स्वास्थ्यमा मात्र फोकस गर्ने हो किनभने त्यो विगतमा खाएको चोट
चोटफोट लागेको हुन्छ, त्यो कारणले गर्दा स्वास्थ्यमा मात्र फोकस गर्ने हो। अनि दोस्रो महिना चाहिँ उहाँको चाहिँ मेन्टल्ली हाम्रो सोचाइहरू बुझाइहरू हामीहरूले कुरालाई कतिको बुझ्ने, हाम्रो सोच्ने तरिकाहरूलाई फरक पार्ने, अब यो उपचारको विधिहरू हो। र तेस्रो महिनामा चाहिँ एउटा स्पिरिचुअल आध्यात्मिक तरिकाले होइन, एउटा आध्यात्मिक जागरणको तरिकाले चाहिँ हामीहरूले उहाँहरूलाई चाहिँ अलिक मोटिभेट गर्ने कुराहरू गर्छौँ। त्यस्तै इन्डिभिजुअल काउन्सिलिङहरू हुन्छ। 4 महिनाको पिरियड चाहिँ यसरी जान्छ। हाल देशमा दुर्व्यसनमा फँसेका युवाहरूलाई पुनर्जीवन दिने भनेर थुप्रै पुनर्स्थापना केन्द्रहरू सञ्चालनमा आएका छन्, तर तिनीहरूले उद्देश्य अनुरूपका कामहरू भने गर्न सकेका छैनन्। राज्यको फितलो कानुनका कारण लागु असर न्यूनीकरण हुन सकेको छैन भने सरकारले समय समयमा अनुगमन नगर्ने र आवश्यक सहयोग तथा सुरक्षा व्यवस्था मिलाउन नसक्दा थुप्रै आपराधिक घटनाहरू समेत हुने गरेका छन्। लागु औषध प्रयोगका कारण मानसिक स्वास्थ्यमा नकारात्मक असर परेका युवाहरूलाई परामर्श दिनु र उनीहरूलाई उपचार गर्नु पुनर्स्थापना केन्द्रका लागि चुनौतीको विषय रहेको छ। सरकारले लागु औषध प्रयोगकर्ताहरूलाई कानुनी प्रक्रियामा ल्याउने प्रयास बाहेक दुर्व्यसनहरूको उपचार परामर्श र पुनर्स्थापनाका लागि लगानी गर्न नसक्दा समाजमा दिनानुदिन युवा पिँढीहरू दुर्व्यसनको शिकार बन्दै गएका छन्। मेरो भोगाइमा भन्नुपर्दा अब लागु औषधमा अब हाम्रो नेपाल सरकार विगतदेखि लागिरहनु भएको छ। उहाँहरू त्यही पनि यसको चाहिँ निर्मूल भएको छैन र मलाई लाग्छ यो निर्मूल चाहिँ हुँदैन जस्तो लाग्छ मलाई। किनभने हजुरको यत्रो प्रयास गर्दाखेरि पनि जबसम्म नागरिक आफै सचेत हुँदैनन्, जबसम्म अभिभावकहरू आफै सचेत हुँदैनन्, तबसम्म यो कुराहरू चलिरहन्छ जस्तो लाग्छ मलाई। हेर्नुहोस्, किनभने हाम्रो भूगोल होइन, सीमा पनि खुल्ला छ, धेरै कारणहरू छन्, कानुनी प्रक्रियाहरू पनि धेरै फितलो छ नेपालको होइन। त्यही मान्छेलाई अब हजुरको लागु औषध पत्रिकामा हामी पढ्छौँ दैनिक यति मान्छेहरू समात्थे, यति समात्थे, उति समात्थे, यति तराजुसहित समात्थे भन्ने कुराहरू उहाँहरूले दैनिक पत्रिकाहरूमा आएर हुन्छ। र त्यही मान्छे पत्रिकामा न्युज आएर हुन्छ, 4-5 महिनापछि फेरि कति न्युजहरू त मैले एउटै मान्छेको 3-4 चोटि पनि पढेको छु। 6-6 महिनाको, वर्षमा एउटा दुईवटा। अब कानुनी फितलो छ, त्यो कारणले गर्दाखेरि पनि लाग्छ मलाई यस्तो। र अर्को कुरा, जबसम्म हामी आफू सचेत हुँदैनौँ यो कुरा चाहिँ यो जहर हो, यो स्लो पोइजन हो भन्ने कुरा जबसम्म हामी आफै सचेत हुँदैनौँ तबसम्म यी कुराहरू चलिरहन्छन्। र यो जुन छ यो लागु औषध यो हाम्रो समाजमै भएको कुरा हो। हेर्नुहोस्, अब कतिजनाको घरमा यो खालको समस्या छैन, उहाँहरू ढुक्क सोच्नुहुन्छ आफूलाई होइन, तर यो समाजमै भएको कुरा हो। त्यो हाम्रो ढोका कसैको चाहिँ ढोकाभित्र छिरिसक्यो यो चिज, कसैको चाहिँ ढोकाको बाहिर छ, ढोकाको बाहिर छ, त्यो जतिखेर पनि छिर्न सक्छ। र त्यो मेरो घरमा आज यो समस्या छैन भनेर ढुक्क साथ बस्नुपर्ने स्थिति बिल्कुलै छैन। यही हाम्रै समाजमा भएको चिजहरू नागरिक आफू सचेत नहुँदासम्म यो चिजहरू कति निर्मूलै हुन त केही हदसम्म कन्ट्रोल होला, तर निर्मूल हुन चाहिँ गाह्रै लाग्छ। यो यसमा त अब हजुरको मुख्य चुनौती त यो काम भनेको एकदमै सेन्सिटिभ होइन, हजुर एकदमै रिस्की यस्तो खालको काम हो। किनभनेपछि यहाँ सुधार केन्द्रमा आउने जति पनि भाइहरू हुनुहुन्छ, कोही पनि नर्मल चाहिँ कोही पनि हुँदैन। सबैजनाको ब्याकग्राउन्ड हेर्दाखेरि त्यस्तै हुन्छ होइन। कोही अब त्यो 150 रुपियाँको लागि कसैको टाउको फोडाएको हुन्छन्, कसैको आफ्नै बाबुआमालाई खु गरिहाल्ने हुन्छन्। तिनीहरूलाई चाहिँ कन्ट्रोल गर्नु, रात दिन उनीहरूलाई काउन्सिलिङ गर्नु भनेको एकदमै आफैमा चुनौतीपूर्ण कुरा हो यो। र राज्यले अनुगमन गर्नुहुन्छ होइन, यो अनुगमन चाहिँ उहाँहरूले काहीँ घटना घटेपछि मात्र गर्नुहुन्छ क्या हजुर। अब यो अनुगमनहरू हुन्छ त अनुगमन के अनुगमन गर्नुहुन्छ उहाँहरूले? घटना घटेपछि, घटना घटेको केही दिनपछि उहाँहरूले गर्नुहुन्छ, त्यस पछाडि फेरि अर्को घटना नघट्दासम्म उहाँहरूले अनुगमन गर्नुहुन्न। नियमित रूपले अनुगमन गर्यो भनेपछि के हुन्छ, यस्तो चिजहरू अलिकति कन्ट्रोल चाहिँ हुन्छ। र सुधार केन्द्रहरू बोर्ड लगाउने बित्तिकै सुधार केन्द्र हुँदैन। हेर्नुहोस्, उहाँ उपचारको पद्धतिहरू के छ, दक्षता भन्ने कुराहरू छ कि छैन, अनि आफै सञ्चालकहरूको ब्याकग्राउन्ड के हो, उनीहरूले आफै छोडेको यो कति समय भयो भन्ने यी कुराहरू नबुझिकन पनि हाम्रो प्रशासनले पनि एउटा अनुमति दिइहाल्छ कि हजुर। सुधार केन्द्र खोल्ने अनुमति सजिलै तरिकाले पाउँछ। यो चिजहरू केही कन्ट्रोल चाहिँ हुनुपर्छ। हेर्नुहोस्, अहिले यत्र त्यत्र सर्वत्र हाइवेतिर जानु सुधार केन्द्रहरू छन् होइन, तर त्यो दक्षता भन्ने कुरा छ कि छैन होइन, यी कुराहरू कुनै अनुमति लिनुभन्दा अगाडि सोधपुछ हुँदैन। एउटा चाहिँ विधान बनाएर हामी प्रशासनमा जाउँ, प्रशासनमा अटोमेटिकली 1 घन्टा 2 घन्टा अथवा 1 दिन 2 दिनमा इजिली तरिकाले त्यो दर्ता हुन्छ। तर त्यसको पछाडि खोल्ने मान्छे को हुन्, सञ्चालक को हुन्, यिनीहरूले आफै छोडेको कति भयो भन्ने दक्षता भन्ने कुराहरू छ कि छैन होइन, यो कुराहरू बिल्कुलै छैन कि। अनि त्यो कारणले पनि मलाई लाग्छ यो जुन
सुधार केन्द्रहरूमा जुन घटनाहरू घटिरहेका हुन्छन् कुनै इन्क्वायरी नगरेर यत्तिकै अनुमति दिनाले यस्तो घटनाहरू हुन्छ जस्तो मलाई लाग्छ। अब म एउटा पूर्व लागु औषध प्रयोगकर्ता भएको नाताले चाहिँ म उहाँहरूलाई यो दुर्व्यसन भनेको एउटा रोग हो, कुनै अपराध पनि होइन हजुर। यसमा चाह्यो भनेपछि चाहिँ आफूले चाह्यो भनेपछि यो रोगबाट निस्किन सकिन्छ, यो दलदलबाट यो नर्कबाट निस्किन सकिन्छ र यसको जल्दो बल्दो उदाहरण भनेको प्रमाण भन्नुहुन्छ अथवा उदाहरण भन्नुहुन्छ त्यो हामी छौँ, तपाईँहरूको अगाडि हामी छौँ। हामीले पनि त्यही दलदल भोगेको र आफूले चाह्यौँ, कोसिस गऱ्यौँ, प्रयास गऱ्यौँ, त्यही भएर त्यो दलदलबाट आज निस्क्यौँ। आज 13 वर्ष भइरहेछ म यो दलदलबाट निस्केको। यो चाहिँ एउटा रोग मात्र हो, अरू केही पनि होइन हजुर, कुनै अपराध होइन, खालि एउटा रोग हो र यो रोगलाई हामीले कन्ट्रोल गर्ने कुरा हो। यसलाई चाहिँ अब हटाउन सकिँदैन, हामीले स्टप रोक्न मात्र सक्ने हो। तर यो आफूले चाह्यो भनेपछि उपचार चाहिँ मजाको सम्भव छ। यसमा त्यस्तो केही समस्या छ भने सहारा पुनर्स्थापना केन्द्र जुन कञ्चनपुर भीमदत्त नगरपालिका 6 मा रहेको छ, आउनुहोस्, बसेर कुरा गरौँला। यसबाट हामीले आफूले सक्दो सहयोग हामीहरू गर्नेछौँ। दुर्व्यसनमा फँसेका युवाहरूलाई निस्वार्थ रूपमा पुनर्स्थापना गर्दै आएका पुनर्स्थापना केन्द्रहरूलाई राज्यले कुनै सहयोगसम्म गर्न सकेको छैन। देशमा लागु औषधको भयावह अवस्था भइरहेको हुँदा कुलतमा फँसेका युवाहरूलाई कानुनी दायरामा ल्याउनका साथै उनीहरूको उपचार र मानसिक स्वास्थ्य परामर्श गर्नतर्फ पनि सरकारको ध्यान जानु जरुरी देखिन्छ। अन्यथा देशमा लागु औषधको भयावह अवस्था हुने र तपाईँ हाम्रा सन्ततिहरू कुन दिन यो लागु औषधको नर्कमा ढकिलिसकेका हुनेछन्, त्यति बेला धेरै ढिलो भइसक्ने र पश्चाताप गर्नु सिवाय केही बाँकी रहने देखिँदैन।